नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई चाहिँ भरको बारेमा चाहिँ भन्न गइरहेको छु, सिकाउन गइरहेको छु। जो एकदम सर्टकट तरिकाले तपाई चाहिँ सठिक टाइममा छोटो समयमा चाहिँ भर र यसका टाइप्सको बारेमा चाहिँ धेरै कुरा तपाईहरुलाई चाहिँ म सिकाउन गइरहेको छु। ल मजाले चाहिँ हेर्दिनु पर्यो। ल यहाँ भर भनेको नेपालीमा क्रिया भनिन्छ। यो हामीलाई थाहै छ हैन। र भर भनेको के हो भनेदेखि चाहिँ जसले वाक्यलाई अन्त्य गर्छ भनेर नेपालीमा भनिन्छ। यस्तो वर्ड जसले वाक्यलाई अन्त्य गर्छ त्यसलाई चाहिँ हामी क्रिया भन्छौँ। इङ्ग्लिसमा के हो त यो एक्सन वर्ड भनेर भनिन्छ। यसलाई एक्सन वर्ड भन्छ। अर्थात् काम गर्ने सब्जेक्टले कुन काम गरेको त्यो कुरा देखाउँछ। र यो डेफिनेसन त अब हामीलाई त विभिन्न बुकहरुमा त दिएकै हुन्छ। यसको चाहिँ पार्टतिर चाहिँ म गइरहेको छु। ल टाइप्स अफ भर। Now I'm just going to telling you about the types of verb. One of them is helping verb. एउटा भनेको चाहिँ helping verb हो र अर्को चाहिँ के हो त main verb. एउटा हेल्पिङ भर र अर्को मेन भर। भरको त धेरै पार्टहरु छन्। त्यसमध्ये चाहिँ हामीलाई चाहिँ चाहिने र एकदमै इम्पोर्टेन्ट चाहिँ बुझ्नुपर्ने त्यो भरको बारेमा चाहिँ म तपाईहरुलाई चाहिँ भन्न गइरहेको छु। वन अफ देम इज हेल्पिङ भर, जसलाई चाहिँ सहायक क्रिया भन्छ नेपालीमा। सहायक क्रिया। सहायक क्रिया भनेको यसले चाहिँ सहयोग गर्ने काम गर्छ। के भन्छ सब्जेक्टलाई अर्थात् अरु वर्डहरुलाई यसले चाहिँ हेल्प गरेको हुन्छ, सहयोग गरेको हुन्छ र यो आफैमा कम्प्लिट हुँदैन। हेल्पिङ भर आफैमा कम्प्लिट हुँदैन। यसले चाहिँ के हुन्छ अरु वर्डहरुलाई चाहिँ सहयोग गरेर चाहिँ सेन्टेन्सहरु कम्प्लिट बनाउन लागि चाहिँ प्रयोग गर्ने गरिन्छ। अर्को हुन्छ मेन भर। के हुन्छ मेन भर हुन्छ। यहाँ चाहिँ सहायक क्रिया भयो, हेल्पिङ भरलाई भनिन्छ। अर्को चाहिँ भयो मेन भर भन्छ। अर्थात् यसलाई के भन्छ मेन भर भनेको यसलाई चाहिँ रूट भर, रूट क्रिया भन्न मिल्छ। रूट क्रिया अर्थात् चाहिँ मेन भर यसलाई प्रमुख क्रिया पनि भन्न मिल्छ। यसलाई प्रमुख क्रिया पनि भन्न मिल्छ। यसलाई प्रमुख क्रिया भन्न सकिन्छ। यो दुईटा टाइपमा चाहिँ जुन हेल्पिङ भर र मेन भर छ हो यसको बारेमा अब तपाईहरुलाई चाहिँ म भन्न गइरहेको छु। एउटा चाहिँ सुरुमा आयो चाहिँ हेल्पिङ भर र हेल्पिङ भरको पछाडी हामी चाहिँ कुरा गर्ने। अहिले चाहिँ हामी मेन भरको बारेमा थोरै कुरा गरौँ त। यो मेन भर भन्ने बित्तिकै यस्तो भर हो जसलाई हामी चाहिँ जस्तै एउटा फर्मबाट अर्को फर्महरु चाहिँ चेन्ज गर्न सक्छौं। फर एक्जाम्पलको लागि मैले चाहिँ यो मेन भरमा चाहिँ के भन्छ भनेदेखि जस्तै गो भयो। गोलाई अर्को फर्ममा हामी चाहिँ वेन्ट भन्छौं। अनि त्यसैगरी चाहिँ गन भन्छौं। अनि हामी त्यसैगरी चाहिँ गोइङ भन्छौं। अनि GOES गोस। अर्थात् चाहिँ यो मेन भर जुन गो हो यसलाई चाहिँ यसको चाहिँ फर्मलाई चेन्ज गरेको हो। यसलाई चाहिँ हामी चाहिँ अब इन्डियातिर चाहिँ अर्कै कुराले भनिन्छ। तर हामी चाहिँ नेपालमा चाहिँ विशेष गरेर प्रसिद्ध के छ भनेदेखि यसलाई भव 1 भन्छ। भरको पहिलो रूप भन्छ। भव 1, यो भव 2, भव 3, भव 4 एन्ड भव 5 भनेर यसरी चाहिँ बुझ्छौं। जस पश्चात हामी चाहिँ अब कुरा गर्न गइरहेका छौं सिम्पल तरिकाले चाहिँ यो भरहरु चाहिँ कसरी चाहिँ भव 1, भव 2, भव 3, भव 4 र भव 5 चाहिँ हुन त के हुन्छ प्राय गरेर चाहिँ भव 1, भव 2 र भव 3 लेखेको हुन्छ बुकहरुमा। भव 3 र भव 4, भव 3 र भव 4 चाहिँ कुन तरिकाले बनाउन सकिन्छ त्यसको बारेमा चाहिँ म तपाईहरुलाई चाहिँ भन्न गइरहेको छु। र साथसाथै यसलाई चाहिँ याद गर्ने तरिका पनि भन्छु। र साथै चाहिँ याद गर्ने तरिका र भरहरु चाहिँ कसरी चेन्ज हुन्छ त्यो तरिका चाहिँ म तपाईहरुलाई चाहिँ एकदमै चाहिँ डीप तरिकाले सिम्पल तरिकाले तपाईहरुले चाहिँ बुझ्न सक्ने कुरा चाहिँ म गरिरहेको छु। ल यहाँ मैले भव 1 लेखे, भव 2, भव 3, भव 4 एन्ड भव 5। यहाँ go, went, GOAN gone, GOING going, अनि यसलाई GOES goes।
त्यसै गरी मैले लेखेँ यहाँ कम CAME केम अनि कम COMING कमी त्यसै गरी COMES कम्स त्यसै गरी मैले अर्को लेखेँ मीट यहाँ मीट यहाँ चाहिँ मीट त्यसै गरी यहाँ चाहिँ मिटिङ अनि यहाँ मिट्स ल यति हेरौँ यो भर्बहरू चाहिँ कसरी याद गर्ने र यी भर्बका मिनिङ प्राय गरेर चाहिँ हाम्रो धेरै बुकहरुमा चाहिँ यसको नेपाली लेखेको हुन्छ जस्तै गो भनेको जानु कम भनेको आउनु त्यसै गरी मिट भनेको भेट्नु त्यसै गरी मैले एउटा अर्को पनि लेखिदिए टेक TAKE टेक टेकलाई टुक अनि टेकन अनि टेकिङ अनि टेक्स प्राय गरेर के हुन्छ भनेदेखि यसलाई चाहिँ बुझ्नको लागि जस्तै हामीले त भर्ब 1 थाहा भयो भर्ब 2 भर्ब 3 भर्ब 4 एन्ड भर्ब 5 लाई नेपालीमा कसरी बुझ्ने र यसलाई याद कसरी गर्ने म आफ्नो चाहिँ एउटा चाहिँ ट्रिक तपाईहरुसँग शेयर गर्छु जुन ट्रिकले गर्दाखेरि तपाईहरुले एकदमै इजी तरिकाले याद गर्न सक्नुहुन्छ र जति भर्ब चाहिँ भर्ब 2 भर्ब 3 भर्ब 4 र भर्ब 5 छ भर्ब 1 हेरेर हामी चाहिँ भर्ब 2 भर्ब 3 भर्ब 4 एन्ड भर्ब 5 को मिनिङ सहित नेपालीमा थाहा पाउन सक्छौं ओके ल हेरौँ कसरी जस्तै यहाँ मैले लेखे जानु यहाँ सुरुमा मैले यहाँ चाहिँ थोरै एउटा क्लुजको लागि नु लेखे नहर्सुका नु भयो यहाँ लेखे मैले यो लेख्दिए है सर्ट फर्ममा त्यसै गरी मैले यहाँ लेख्दिए एको अब एको मतलब चाहिँ एको एका एकी सिंगुलर भयो भने एको भन्छौं हैन प्लुरल भयो भने एका भन्छौं अनि जस्तै स्त्रीलिङ पुल्लिङ हुन्छ नि स्त्रीलिङ भयो भने केटीलाई जनायो त एकी हुन्छ केटालाई जनायो भने एको हुन्छ र दुईटै छ भने प्लुरल छ भने एका हामी युज गर्छौं त्यसै गरी एको एका एकी बुझ्ने यहाँ भर्ब 3 मा अनि त्यसै गरी यहाँ भर्ब 4 मा चाहिँ रहेको बुझ्ने के बुझ्ने रहेको या दै बुझ्ने ओके त्यसै खाइरहेको गइरहेको बसिरहेको सुतिरहेको त्यो तरिकाले हामी बुझ्ने र यहाँ चाहिँ लास्टमा जुन भर्ब 5 मैले यहाँ लेखेको छु हो यसमा चाहिँ नेपालीमा बुझ्नेलाई हामी छ बुझ्ने के बुझ्ने छ बुझ्ने हेर्नु त भर्ब 1 मा नु बुझ्ने भर्ब 2 मा यो बुझ्ने भर्ब 3 मा एको बुझ्ने भर्ब 4 मा रहेको वा दै बुझ्ने त्यसै गरी भर्ब 5 मा छ बुझ्ने यो तरिकाले हामी सर्टकट तरिकाले चाहिँ यो सबैको मिनिङ चाहिँ एकैछिनमा बुझिहाल्छ ल यहाँ चाहिँ के भन्छ टेक भनेको लिनु हुन्छ हैन ल अब हामी चाहिँ भर्ब 2 भर्ब 3 भर्ब 4 र भर्ब 5 को मिनिङ कसरी फाइन्ड आउट गर्ने कसरी जान्ने सर्ट तरिकाले हेरौँ त जस्तै यहाँ सुन्नु पहिले मैले यहाँ लेखे टेक ल त्यहीबाट सुरु गर्छु टेक भनेको के हुन्छ लिनु टेक भनेको लिनु भर्ब 1 मा के भयो लिनु भयो त भर्ब 1 मा मैले के जोडेको छु नु जोडेको छु के जोडेको छु नु यसको मतलब मेन यसमा चाहिँ मेन रुट वर्ड कुन हो त ली के हो मेन वर्ड ली हो अनि ली मा के जोडेको हो त नु जोडेको अनि लिनु भयो यसको मिनिङ के भयो त लिनु भयो यो के भयो त भर्ब 1 भयो त्यसै गरी भर्ब 2 मा हामी चाहिँ के जोडेको हो त यो जोडेको हाम्रो रुट वर्ड के हो त ली हो त ली मा के जोडियो यो जोडियो यसको मतलब के हो त लियो भयो त्यसै गरी भर्ब 3 मा हामी के भनेको हो त एको जोडेको अर्थात के भयो त लिएको के भयो त लिएको भयो ठीक छ बुझ्दै हुनुहुन्छ नि ल के हुन्छ ली मा नु जोड्यो भने लिनु भयो यसको मिनिङ लिनु अनि यो टुक भने के हो त ली मा चाहिँ यो मेन वर्डमा मेन रुट वर्डमा के जोड्यो त हामी लियो यसको मिनिङ लियो भयो त्यसैले भर्ब 3 मा के जोडे मैले त भर्ब 3 मा यहाँ मैले लेखेको छु एको यसको मतलब लिएको त्यसै गरी यदि चाहिँ हामी भर्ब 4 मा जोडियो भने के हुन्छ रहेको जोड्नु पर्छ के हो त लिरहेको या लिदै भन्न मिल्छ लिरहेको या लिदै पनि भन्न मिल्छ त्यसै गरी यदि हामी चाहिँ अब ली अनि लास्टमा यहाँ चाहिँ भर्ब 5 मा बनाउने बेलामा के भन्छ त छ भन्छ त ली छ त हुँदैन के हुन्छ लिन छ हुन्छ के हुन्छ लिन छ के हुन्छ लिनमा छ यो के भयो त भर्ब 5 को मिनिङ भयो कुरा बुझ्नु भयो ठ्याक्कै यहाँ हेर्नु त मैले ली मा चाहिँ के जोडे नु जोडे ली मा
लीमा नु जोरे लिनु भयो। अनि त्यसै गरी चाहिँ लीमा चाहिँ यो जोरे लियो भयो, भाव 2 मा लियो भयो। अनि भाव 3 मा लिएको भयो, भाव 4 मा लिरहेको या लिँदै भयो। त्यसै गरी भाव 5 मा लिन्छ भयो। ल त्यसै गरी ठ्याक्क अब चाहिँ विचार गर्नु त मैले यहाँ चाहिँ जुन कुरा बुझाएँ अब तपाईहरु चाहिँ प्र्याक्टिस गर्नु त थोरै। ल मैले चाहिँ देखाए बुझाए जस्तै चाहिँ तपाईले यो तरिकाले ट्राई गर्नु त। यहाँ त मैले भेट लेखेको छु। यो मिट भनेको भेट्नु, मिट भनेको भेट्नु, मिट मिन्स के हुन्छ भेट्नु हुन्छ है। भेट्नुमा रुट वर्ड के हो त भेट हो। अनि भेटमा के थपेको त यो नु वर्ड थपेको, भेटमा नु वर्ड थपेको। यो त भाव 1 भयो। भाव 2 बनाउने बेलामा के त भेटमा भाव 2 बनाउने बेलामा यो थप्ने, यसको मतलब भेटमा यो भेटियो। भाव 3 मा के हुन्छ भेटेको, ओके। अनि भाव 4 मा के हुन्छ भेटिरहेको या भेट्दै या भेट्दै। अनि भाव 5 मा के हुन्छ भेट्छ भेट्छ। कुरा बुझ्नु भयो के भन्छ ठ्याक्कै यही कुरा हो नि त। रुट वर्ड त्यसै गरी रुट वर्डमा के त जस्तै यहाँ चाहिँ रुट वर्ड के नु हटाएर आ भयो। आमा के भयो त आमा चाहिँ आउमा चाहिँ के जोडेको त नु जोड्दा आउनु भयो। यहाँ के जोड्ने त आउमा यो आयो, यहाँ आएको या आइरहेको या आउँछ। त्यसैले यहाँ त जानु भयो। नु हटायो भने के हुन्छ जा बच्छ। जा भनेको रुट वर्ड हो, यसमा नु थप्ने जानु भयो। अनि वेन्ट भनेको त जामा यो पहिला चाहिँ जानुको साटोमा जायो पनि युज हुन्थ्यो, तर अहिले चाहिँ जायो युज नगरिकन अब गयो भनेर भनिन्छ। त्यही भएर यसलाई के भन्छ त गयो। यहाँ के भन्छ गएको, यहाँ गइरहेको या जाइरहेको या जान्छ भनेर यो तरिकाले हामी यो सबै भरलाई चाहिँ सबै मिनिङ चाहिँ एउटा यो चाहिँ भाव 1 बाट भाव 1 को जुन मिनिङ हामी चाहिँ हेरेर भाव 2 भाव 3 भाव 4 र भाव 5 को मिनिङ सहित बुझ्न सक्छौं। यो तरिकाले बुझ्नु भएन भने कमेन्ट गर्नु होला। र साथै अब चाहिँ धेरै चाहिँ स्टुडेन्टलाई धेरैलाई के हुन्छ भन्दाखेरि यो भर्बहरु याद गर्नलाई अप्ठ्यारो हुन्छ। भर्बहरु जुन याद गर्न अप्ठ्यारो हुन्छ अब बुकहरुमा त थुप्रै कति न कति हुन्छ, यसो हेरेर त टाउको दुख्न थाल्छ। Oh, so don't worry for that. I'm telling you some tips. Because of that, with the help of that very tips, you can very easily understand. Very easily you can remember well. Okay? ल हेरौँ त एकदमै म सठिक तरिका भन्छु जुन तपाईहरुले चाहिँ सिम्पल तरिकाले थोरै थोरै गरेर धेरै याद गर्न सक्नुहुन्छ। तर यसमा चाहिँ के हुन्छ लागि पर्नु पर्ने हुन्छ अनि भइहाल्छ। ल मैले एउटा ट्रिक आफ्नै तरिकाले चाहिँ प्रयास गरेको हुँ। अब तपाईलाई मन पर्यो भने फलो गर्नु होला। जस्तै यहाँ चाहिँ याद गर्नलाई के गर्ने अब गीत गाउनलाई सबलाई मन पर्छ, गीत सुन्न सबलाई मन पर्छ हैन र पर्छ नि पक्कै पर्छ होला। ल त्यसो भए मैले चाहिँ एउटा गीत गाएर तपाईलाई यो सिकाउन गइरहेको छु। ल जस्तै यहाँ लेखेको छ गो वेन्ट गन गोइङ अनि गोज कम केम कम कमिङ कम्स। त्यसै गरी मिट मेट मेट मिटिङ मिट्स टेक टुक टेकन टेकिङ टेक्स। एकपल्ट के गर्नु तपाईहरु चाहिँ सरल चाहिँ यसरी पढ्नु होला। ठीक? र त्यसपछि चाहिँ अब हामी चाहिँ ठ्याक्क चाहिँ हातैमा या कतै भयो भने ठ्याक्क भवन मात्रै लेख्नु न र त्यसपछि चाहिँ याद गर्नु मैले जुन तरिका भनिरहेको छु। ल जस्ट बी केयरफुल। जस्तै गो वेन्ट गन गोइङ गोज। रिपिट गर्नु त गो वेन्ट गन गोइङ गोज कम केम कम कमिङ कम्स। के भयो कम केम कम कमिङ कम्स। Meet, 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 meeting, meets. Meet, 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 meeting, meets. Take, took, taken, taking, takes. Take, took, taken, taking, takes. यसरी फेरि रिपिट गर्नु त go went gone going goes come came come coming comes meet 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 meeting meets take took taken taking takes। हो यो तरिकाले तपाईले याद गर्दै जानुभयो भने याद गर्नलाई पनि इजी हुन्छ। र यो मिनिङ यो तरिकाले ठक्क हेर्नु भयो भने सायद अब भाव 2 र भाव 3 भाव 4 र भाव 5 को चाहिँ मिनिङ कतै खोज्नु पर्दैन। ठक्क तपाई आफै चाहिँ यो भिडियो मार्फत बुझिहाल्नुहुन्छ र निकालिहाल्नुहुन्छ। यदि तपाईलाई चाहिँ अप्ठ्यारो भयो भने कमेन्ट गर्नु होला। धन्यवाद।